तानौ 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 आफूतिर जति सकिन्छ। फेरि यसलाई राखौँ। दाहिने खुट्टालाई फेरि घुमाएर घुमाइदिनु दाहिने खुट्टालाई। 3 4 5 उल्टो घुमाइदिनु। 1 2 3 4 5 यसलाई राखौँ। देब्रे खुट्टा 1 2 3 4 5 उल्टो घुमाउनु। 1 2 3 4 5 अब दाहिने खुट्टालाई आफूतिर लिएर आऊ र चेपुले छुने। बिस्तारै राख्नु। देब्रे खुट्टालाई लिएर आउनु। यसलाई पनि राखौँ। दुईटै खुट्टा गोलो गोलो भइसकेपछि अगाडि र पछाडि उल्ट्यो। अगाडि पछाडि। अब दायाँ बायाँ। खुट्टा सिधा राख्नु। अब मर्कटासन। दाहिने खुट्टा देब्रे खुट्टाको घोडानिर लिएर आउनु र दाहिने खुट्टालाई देब्रेतिर भुइँमै टेकाउन पुर्याउने र दाहिने हाततिर हेर्ने। जति सकिन्छ कम्मरको भाग चाहिँ पुरै मर्कियोस्। अब देब्रे खुट्टाको पालो। देब्रे खुट्टालाई दाहिनेतिर दाहिने हातले समात्दै र देब्रेतिर हेर्नु। खुट्टा सिधा। अब दाहिने खुट्टालाई उठाएर देब्रे हातसँग भेट गराइदिनु र घोडाको भाग चाहिँ सिधा हुनेछ। घोडामा भएको दुखाइको महसुस गर्नुहोस्। टाउको अगाडि जस्तै विपरीत दिशातिर। दुईटै खुट्टा सिधा छन्। दुईटै घुँडा सिधा छन्। अब देब्रे खुट्टाको पालो। दाहिने हातसँग दाहिने हातले समात्दै माथितिर ल्याउनु। टाउको विपरीत दिशातिर लग्नु। जति सकिन्छ उति बढी आज जति भयो त्योभन्दा बढी भोलि, त्यसपछि त्योभन्दा पनि अझै बढी पर्सि गर्दै माथि 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 सिधा गराउँदै जानुपर्छ। खुट्टा सिधा। अब दाहिने खुट्टाले निधारमा ल्याएर ढोकाउनु। फेरि देब्रे खुट्टा। अब दुवै खुट्टा। खुट्टा सिधा राखौ। अब दुवै हातले दाहिने खुट्टालाई तान्दै तान्दै आफूतिर लिएर आउने र बिस्तारै सिधा तल राखिदिने। जति सक्यो भुइँतिर पेलेर लग्ने आफ्नो जोडसँग नाभिमा भएको डिसब्यालेन्सलाई मिलाउँछ। अब अर्को खुट्टाको पालो। देब्रे खुट्टालाई दुईटै हातले समात्नु र सिधा अगाडि लगेर भुइँलाई नै छुवाइदिनु। यो प्रक्रियालाई फेरि एकपल्ट गरौँ।
दुईटै हातले दाहिने खुट्टालाई समात्नु अनि फेरि यसलाई दबाउँदै 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 सिधा अगाडि भुइँतिर छोयाइदिनु। नाभि सरेको छ भने ठिक ठाउँमा आउँछ। फेरि अर्को देब्रे खुट्टालाई अब बिस्तारै साइक्लिङ गर्नु पछाडिको खुट्टाले मात्रै साइक्लिङ। अब टाउको पनि उठाउनु, हात पनि छिटो 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 फास्ट 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 एकदमै घुमाएर खुट्टा अब उल्टो घुमाइदिनु साइकल, उल्टामुखी साइकल। आराम गर्नु। अब सक्ने जतिले मात्रै, क्षमता भएको जतिले